दृश्य होला र हामीहरू अझै पनि योभन्दा माथि यहाँ हिउँ खेल्ने भनेर आइरहेको छौँ है। तर हिउँ चाहिँ अलि नरम भएको छ अहिले टाइम अलि बढी भयो नि त, त्यही भएर अब हामीहरू त्यहाँ एकछिन हिउँ खेलेर फर्किने हो। हाम्रो चाहिँ यहाँबाट देखिने दृश्यहरू यस्तै हो क्या। उपारे चाहिँ इन्डियापट्टि पर्छ अनि यो बिस्तारै यता नजिक नजिक छ नि सफा त्यहाँ चाहिँ हाम्रै नेपालको हो। अनि अप्पी ल्याहु जेठी बोरानी नाम्पा कायाकुरको टुप्पो मात्र देखिरहेको छ। अनि यतापट्टि खै कुन चाहिँ हिमालय त्यो थाहा भएन। अनि यता चाहिँ कापुचुली पछाडिको यो सैपाल हुन् कि खै के हुन् त्यो त थाहा भएन। तर दृश्य चाहिँ एकदम बवाल छ है। तपाईँहरू पनि 2 दिन टाइम मिलाएर अप्पी हुँदै धरमघर अनि सुपैते रिङ्देपानी लेक बटुलढुङ्गा हुँदै यहाँ माथि आउनु होला। यो चाहिँ मार्मा पऱ्यो है। अब हामीहरू चाहिँ मार्माको क्षेत्रमा घुमफिर गर्ने हो आज। मुना हुँदै घर फर्किने हाम्रो आइटिनेरी बनेको छ। अब आज साँझसम्म चाहिँ हामीहरू घर फर्किन्छौँ होला। थकाइ पनि लाग्यो है। तपाईँ पनि आउनु होला है त।